विनोद दाई ए विनोद दाजु यहाँको कान्छो भाइ के दाजु 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 हो हजुर आयो सँगै आएको अहिले हामी बाइकमा सँगै आएको बाइकमा आएको पानी परेर लगेर मरिन्छ है ए चिप्लो रहेछ रोड सबै चिप्लो छ रोड चिप्लो छ बाटो बाटो पानी परेको परेछ नि त पानी परेर चिप्लो बाटो छ धन्न भएको छ धन्न नि साह्रै डराउँछ सोधिरहन्छ यहाँ ऊ आएपछि अनि कता कान्छ म सोच्छु ए विनोद दाई आएपछि मात्रै सुत्नुहुन्छ किन टेन्सन हुन्छ नत्र है साह्रै टेन्सन हुन्छ लड्छ हात हाल्छ अनि क्या त आऊ कता भनेर त्यहाँदेखि टाढै बेच्नु कोही पनि आउँदैन नि यहाँ कोही जुम्सो पनि दैन मान्छे छ त्यही बेला उडाउँदैको थियो कहिले पल्ला गएर अहिले पल्ला बसेर दिनभरि गरेर अहिले अब काम आउँदैछ नि त बारीमा काम हुन्छ यस्तै छ अब बर्खा लाग्यो पानी पर्दैछ पानी पर्छ साह्रो साह्रो छ अहिले फेरि पानी परेको परेछ दिउँसो पनि रहँदैन पानी परेको परेछ कतै हिँड्नु गरेर म कतै पनि हेर्दैन त्यो पल्ला सम्झाएर गर्दिनँ नहिँड्नु अहिले चिप्लो छ बाटो बाटो छोडेर त जान्न कतै पनि अहिले त्यसै बसेर चाहिँ घरमा त्यसो हेर्नु ओर्नु यहाँ आएर त्यहाँसम्म जान्छु बाख्रा खोलासम्म पुग्यो त्यति हो त्यहाँभन्दा छैन अनि पानी खायो बस्यो मर्नु भइरहेछ खै यहाँबाट पनि आएन आउनुहुन्छ अरे बढी भए अब आउनुहुन्छ बढी भए अब आज कति कति अब अचार पनि आज खै 25-26 भयो होला आज सोमबार आज सोमबार कति कति हो त्यो क्यालेन्डर हेर्नै पर्छ ठुलो बुवाको साह्रै याद आयो ठुलो बुवाको याद आयो ए ठुलो बुवाको याद आयो भने नि ठुलो बुवालाई देख्न मन लाग्यो भनेको आउँदैन कहिले ए आउनुहुन्छ अरे अब एक दिन अनि माया मारे सके भने अब त्यो कथा आएर गयो ए माया मार्नु भएको छैन किन माया मार्नुहुन्थ्यो आउनुहुन्छ कामले गर्दा 2 महिना हो 2 महिना भयो नि अब आउनुहुन्छ 2 महिना हो आएको छैन त्यसले कता हो यहाँ पनि यताको पनि हाम्रो राम्रै छ यहाँ जानु अब आउनुहुन्छ एक दुई दिनमा घर बनाउन जानुभएको नि घर बनाइसकेर आउँछु भने कता के गर्दैछ कसो गर्छौ तल के गर्दैछ यता त्यता असुविधा के हो अनि तपाईँलाई सन्चै छ नि मलाई सन्चै छ साह्रै मलाई टेन्सन छ के को टेन्सन छ तपाईँलाई सबै कुराको टेन्सन छ मलाई टेन्सन लिनु पर्दैन आनन्द भाउजूले खाना बनाएर दिनुहुन्छ टाइममा खाना दिएकै छ खानु आनन्द बस्नु आनन्द बस्नु नाति नातिना भेट्न आउँछन् आशिक दिनु साह्रै दुःख गरियो दुःख त गर्नु भने साह्रै दुःख गरेर अघि गरेको साह्रै टेन्सन भयो टेन्सन लिनु हुँदैन नि हजुरबा त्यो तलको रुनु हुँदैन टेन्सन गर्नु हुँदैन हिँड्नुपर्छ बेच्न पाइएन त्यता गर्न पाइएन ए हजुरबा नमस्ते म रूपा ए रूपा हजुर राख्नु नमस्ते राम्रो नमस्ते पहिला आएको हो अहिले भर्खर आएको भर्खर आएको के गरेछ कसो छ माथि ठिकै छ सन्चै हुनुहुन्छ त छैन सन्चो छैन लागेर मर्ने बाबु ए के भएर खोकी लाग्यो खोकी लगाएर यसै खान्छ लागिरहेको त्यहाँ हेर्दै गरेको भएन अनि माथि के गरेको